हेलो गाइस, गुड इभिनिङ। आज म धेरै दिनको बादमा तपाईहरुको सामु सानो मिनी ब्लग लिएर आएको छु। यो चाहिँ हामी तीनजना आमा छोराछोरी मंगलबारेतिर लाग्दै गरेको भिडियो हो। अनि मंगलबारेमा चाहिँ हेर्नुस् है त, यति दामी फुलहरु पाइन्छ। तर हामीले चाहिँ ल्याउनु पाउँदैन किनभने भुटानमा एलाउड छैन फुलहरु ल्याउने। यस्तै हेर्यो, आँखामा चाहिँ बोकेर आउने हो, मुटुभरि बोकेर आउने हो, झोलामा चाहिँ बोकेर आउने हैन है साथी हो, पाउँदैन नि फेरि। अन्त मंगलबारेको सबै भिडियो चाहिँ बनाउनु पाइन, सरी गाइस, किनभने अब यति भिड थियो, नानीहरुलाई सम्हाल्नु पर्ने हुन्छ हैन, त्यहाँ कहाँ भिडियो बनाइराख्ने। अन्त आउँदै नानीहरु भोक लाग्यो रे भाटिकामा पसे, छोरीले अर्डर गर्न थाल्यो, म चाहिँ सानो भिडियो बनाउन थाले। त्यति बीचमा अर्डर पनि आइपुग्यो, चाउमिन रे, पेरी पेरी रे, छोले भटोरे। अब चाहिँ बिन्ता सिसले भनेको जस्तो खाए ल। तर यो पेरी पेरी चाहिँ के हो, आलु फ्राई गरेर माथिबाट मसला हालेको रहेछ।